मन मान्दैन जान्ने सक्दैन पानी प्रशस्त पिउनु भन्दा अगाडि नि स्वर जुरुक रेप साटिन जुरुक रेमले चाहिँ लेपकी देन रे खाली पर्चाबी सेवा ताम्नु जिम्माले इज खाली पर्चाबा इजै कान्छ सिन्यास गिक स्वर गिक चाबा जानर गजे सबम आता बजे ताबाङम ngam बताउ मन टिक्ले नाछु हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी ज्येष्ठ नागरिकहरूको टोलमा स्वास्थ्य परीक्षण कार्यक्रम लिएर खाँडादेवीको थानसिङ भन्ने ठाउँमा जाँदैछौँ। टोलमा भन्ने सबैजना आउन नसक्ने अवस्थामा हामी घरमा पनि जाँदैछौँ। कृपया भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला, हाम्रो काम कस्तो लाग्यो भनिदिनु होला। फाइनली चाहिँ अब हामी आइसकेको छौँ थानसिङमा। अब यो माथिल्लो यो डाँटटोल एरियामा आइपुग्यौँ। अब एकछिनपछि हामी चाहिँ स्वास्थ्य परीक्षण गर्छौँ। ज्येष्ठ नागरिकहरू उपस्थित भइसक्नु भएको छ र हामीले उहाँहरूको स्वास्थ्य परीक्षण कार्य पनि सुरु गरिसकेका छौँ। फाइनली हामी सकिसकेको छौँ। आमा आउनु भयो नि त फाइनली आज चाहिँ हाम्रो यो थानसिङ एरियाको चाहिँ यो डाँटटोल एरियामा चाहिँ सकिसकेको छ गाइस। हस् बाई बाई है, राम्रोसँग बस्नु। डाँडाटोल एरियाको चाहिँ स्वास्थ्य परीक्षण कार्यक्रम सकेर हामी फर्किने क्रममा छौँ। यसै क्रममा चाहिँ केही बाआमाहरू चाहिँ हिँड्न सक्नुहुन्न रहेछ, उहाँहरू चाहिँ यहाँसम्म आउन सक्नु भएन। त्यसैले उहाँहरूको चाहिँ घरमै गएर हामीले स्वास्थ्य परीक्षण कार्यक्रम गर्दैछौँ। मन मान्दैन जान्ने सक्दैन पानी प्रशस्त पिउनु भन्दा अगाडि नि स्वर जुरुक रेप साटिन जुरुक रेमले चाहिँ लेपकी देन रे खाली पर्चाबी सेवा ताम्नु जिम्माले इज खाली पर्चाबा इजै कान्छ सिन्यास गिक स्वर गिक चाबा ल यहाँ मोल भले सुर थेसा साइब बुझ्नुभयो बाजे? बुझ्नुभयो? यो चाहिँ खाना खाएपछि यो खाली पेटमा है, खाली पेट ल राङ्दै सिधम बा राङ्दै काट्दै जाब पैसे क्वान बाबा पैसे मान बाबा हे खाराको जाब सबै खाति पैसे रोड बाबा पैसे बिजुली बाबा पैसे खारा देख्नु त सबै देख्नु 80 र 90 के रे 85 भइथरी है। अन्त अस्ति त्यो ओड्ने ल्याएछ सरकार उसले एउटा सिरक दियो आएको थियो। त्यो सिरक माया लागेर चोरोमा राखेको थियो। त्यो सिरक मुसाले खायो। फेरि यो बुढो थिएन। अन्त त्यस्तो भन्दाखेरि होइन आमा नसाट्नु ओड्नु फेरि आउँछ आमा मजा बतासी पुगिछ अब 90 बाजो सही बाजो छ आमा भन्थ्यो मलाई। त्यस्तो जाति आउँदो रहेछ। अन्त जाडो महिनामा ल्याएको थियो, अलिक दिन ओड्यो अन्त फेरि पोको पारेर ओड्नु। जाडो हुँदा अहिले त गर्मी छ, जाडोमा चाहिँ ओड्नु गर्मी छ आजकल। गर्मीमा चाहिँ नै ओड्नु जाडोमा ओड्यो अन्त फेरि जलमा हालेर राख्यो। केही थाहा नहुँदछ आफ्नो बल नभएपछि त अब सबै सरकारले गर्दैछ। अब यो त बाटो थिएन त्यस्तो रोड झिक्ने सरकारले हो त भयो। अन्त उहिले त हाम्रो सासु ससुरको पालमा हाम्रो बाउ उहिलेहरू दुःखको बेला महँगो गफ 2 दिन लाग्छ है। बुझाल हुन्छ आँखा तल चाहिँ आउनु के म सुन्दैन अलि सुन्दैन। कागरो बोक्यो पन्याएर गयो सुन्दैन 2-3 दिन बसायो। हाम्रो नै दुःख सास ससुरको बाउ आमाको भयो झन् अहिले त सुक्ख ल तपाईँहरू ढिलो भयो पाल्नु। दुराम छ बस्नु है म। ल गएम केही भन्नु छ? केही छैन तिनम पसल रो नेवर अंगूर गदे अनार गदे सबम आता बजे ताबाङम ngam बताउ मन टिक्ले नाछु ngama sa bo अंगूर मोजे ngam टिक दम अनार जसे त होला ताबा टिक दम सब गई अनार गदे मा ngama sa स्याउ मोजे जैसा बर्ताला। हामी चाहिँ फाइनली दही ज्ञान दिदीको घरमा आइपुगेका छौँ है। फाइनली चाहिँ हामी ज्ञान दिदी घरमा आइछ। यो दही हो है परिसित त्यो म घर पनि अलिकति खाएको चिसो ल्याएर थिएँ म त मिसन हो नमिसन दिदी। Yeah.